किन जेनजी आन्दोलनको माग के थियो र गठबन्धन गर्न नहुने भनेको मात्र देश हो र यो जेनजीले त चाहेका थिएन नि त गठबन्धन। स्वागत छ यहाँलाई। धन्यवाद। अनि तपाईँले उम्मेदवारी फिर्ता लिए जस्तै हो लास्ट आवरमा, के हो यो माहौल त? फिर्ता लिएको भन्नाले कानुनी रूपमा त्यो भएन, तर लास्ट आवर फर्स्ट आवर भएन। जतिखेर सहमति भयो त्यतिखेर चाहिँ हामीले चाहिँ सहमति गरेका हौँ। अब यो जेनजी आन्दोलन पछिको यो देशमा राजनीति परिवर्तन आइसकेको छ, अब पनि गठबन्धन किन हो यसरी? जेनजीको मात्र देश हो र यो किन जेनजी आन्दोलनको माग के थियो र गठबन्धन गर्न नहुने होइन नि त। यो पार्टीको नीति विचार कार्यक्रम जेन सबैलाई सोधेर गर्ने कुरा होइन। पार्टीले जे निर्देशन गर्छ त्यो चाहिँ हामीले अक्षरशः पालना गर्ने। तर तपाईँलाई त युवा उम्मेदवार भनेर पार्टीले उठाएको थियो र अन्तिममा अरूमा चाहिँ किन आफै कमजोरी साबित गर्नुभयो आफूलाई कसरी कमजोर हुन्छु भनेर हो? म तपाईँलाई भनौँ, अहिले पनि मैले भने म गोर्खाको त्यो बेलाको दुर्गम गाउँमा जन्मेको मान्छे हो। मेरो बुवा आमाले मलाई हुर्काउने बढाउने पढाउने सक्षम बनाउने काम यहीँ भरतपुरमा गराउनु हो। तर यो पार्टीको टिकट मेरो बाले आमाले दिएको होइन। यो पार्टीको टिकट नेकपा एमालेको अध्यक्षले दिएको। त्यो लिँदाखेरि नै हामीले प्रत्येक उम्मेदवारले प्रण गरेका हुन्छौँ। पार्टीले जतिखेर जेन भन्छ हामी मान्न अक्षरशः तयार गर्ने। हामी पार्टीका सिपाही हौँ। पार्टीले जे भन्छ हामी त्यो मान्नेछौँ। पार्टीले सोफामा बस भन्दा सोफामा बस्ने, भुइँमा बस भन्दा भुइँमा बस्ने। तर पार्टीले नहुने कुरा गरेको छ भने हामीले त्यो विषयमा चाहिँ छलफल गर्न सक्छौँ, तर मिडियामा होइन। पार्टीको आन्तरिक बैठकहरू झापामा केपी ओलीलाई र चितवन 2 मा मिना खरेललाई जिताउन तपाईँलाई ब्याक गराइएको भन्ने हल्ला छ। यो रवि लामिछानेलाई हराउनको लागि चाहिँ यो षड्यन्त्र खेलिएको भन्ने पनि चर्चा छ। कसैलाई हराउन भन्दा पनि आफू सफल हुने कुरा, आफू जित्ने कुरा हो। को हार्छन् जित्छन् भन्ने कुरा थाहा छैन। तर पार्टीले मध्यरातमा गरोस् दिउँसो गरोस्, जतिखेर आवश्यक ठान्छ, जतिखेर त्यो अवसर मिल्छ पार्टीले गर्छ। र हामी सकेसम्म हाम्रो लेभलबाट पार्टीले दिएको निर्णयहरू, पार्टीले अगाडि सारेका कुराहरू, पार्टीले भनेका आदेशहरू हामी मान्छौँ। यो आदेश तपाईँ नेता कार्यकर्ताले त मान्नुभयो होला, तर आम मतदाताले मान्यो होला नि त यो आदेशलाई? मैले 100% सबैले मान्नुभयो भन्दिनँ म। हामीले सर्कुलर हाम्रो धर्मनिर्माण चितवन क्षेत्र नम्बर 2 उम्मेदवार मैले भन्दैछु, हामीले चाहिँ नेपाली काङ्ग्रेसलाई सहयोग गरेको हो। भनेको यो अर्थमा कि तपाईँभन्दा मिना खरेल सक्षम हो त्यसो भनेर मैले तपाईँ ब्याक हुनुभयो नि त। योभन्दा अघिल्लो चुनावमा नेकपा एमालेको पोजिसन के हो तपाईँहरू भन्नुहोस् त। पोजिसन के हो? पहिलो होइन, नेकपा एमाले दोस्रो हो नि त। कसरी दोस्रो हो? फेरि मिना खरेलको के अरे काङ्ग्रेसको 10,000 कति मत आएको, एमालेको 10,000 आएको। तर त्यो बेलामा काङ्ग्रेस, माओवादी, समाजवादी 5 दलीय गठबन्धन थियो। त्यो 5 दलीय गठबन्धन हुँदा उहाँहरूको 10,000 मत, हाम्रो पनि 10,000 मत आएको। त्यो बेलामा त्यो गठबन्धन हुन्थेन भने काङ्ग्रेस, माओवादी, समाजवादीको दरौटी जमाना जफत भएको थियो। यो कुरा तपाईँहरू बुझ्नु होला। तर अहिले त्यो अवस्था छैन। अहिले काङ्ग्रेसको नि मान्छे फर्किनु भएको छ, एमालेको नि एमालेमा फर्किनु भएको छ। हामीले 70 मा जितेको ठाउँ, हामीले 74 मा जितेको ठाउँ होइन, 17,000 मध्ये जितेको ठाउँ। तर झापा र चितवन, झापा 5 मा काङ्ग्रेसले सहयोग गर्ने र चितवनमा चाहिँ एमाले सहयोग गर्ने भनेर पार्टीबाट त्यो निर्देशन भएपछि हामी त्यो अनुरूप अगाडि बढेको। यसलाई भयङ्कर रूपमा लिनु पर्छ। झापामा केपी ओलीलाई हार्ने डर भएर हो कि चितवनमा अश्विन घिमिरेलाई चाहिँ जमानत जफत हुने डर भएर यो भएको हो? जनताले चाहिँ जान्न चाहेको कुरा चाहिँ यो हो। तपाईँलाई के लाग्दछ? चितवनमा एमालेको पोजिसन जमानत जफत हुने पोजिसन हो र योभन्दा अगाडि राजसभाको त्यस्तो माहौल थियो, जमानत जफत भयो र अहिले हामीले सपार्दै आएका छौँ होइन। यो कुरा भनेको अहिले मैले यहाँ नछोड्नु ठुलो कुरो हो नि। देशले जित्नु पर्यो, केपी ओलीले चुनाव जित्नु पर्दछ। त्यसको लागि यति हुँदै पनि अश्विन घिमिरेले कति मत ल्याउँछन् त? अब त्यो सकेसम्म मेरो मत आउनु हुँदैन। हामी पार्टीका एकदम निष्ठापूर्ण लाग्ने सिपाही हो। हामीले नेता तहमा, कार्यकर्ता तहमा यो सहमतिको कुरा कति पुर्याउन सक्यौँ हामीलाई थाहा छैन। तर मेरो मत निकै कम आउनुपर्छ। कोही माया गरेर बिर्सेर झुकिएर थाहा नभएका मान्छेहरूको मेरो मत आयो भने त्यसलाई अन्यथा लिनु। तपाईँले केमा हाल्नुभयो भोट? हजुर आफैले अहिले मैले तपाईँलाई के भने हाम्रो सहमति के भयो? पार्टीले निर्देशन गरे अनुसार हामीले काम गर्यौँ। पहिलोपटक रुखमा हाल्नुभयो त्यसो भए? पार्टीले जे हामीलाई निर्देशन गरेको छ त्यो अनुसार हामीले तपाईँलाई के